हेलो एभ्रिवान, म चाहिँ अहिले यता घर यता छेउको जङ्गलमा आएको छु। किन भन्दाखेरिमा म चाहिँ 7-8 दिन भइसक्यो बिरामी सन्चै भएको छैन। आज चाहिँ सासूले जा टिमुरको चोप खाएर हुन्छ भनेर, यो चाहिँ पहिलाको मान्छेहरूले चाहिँ यस्तै गर्थ्यो अरे साथीहरू। मैले चाहिँ काटेँ अनि यहाँबाट चाहिँ चोप निस्किरहेको छ, देख्नु साथीहरू। अब यो चोप चाहिँ यस्तो गरेर यसरी चाट्ने भनेर भन्नुभएको थियो। यो चाहिँ तपाईँहरूलाई ज्वरो आएको, कुपट परेको चाहिँ जाती हुन्छ भनेर मम्मीले सिकाउनु भयो। मैले चाहिँ खाइसकेको छु। मैले चाहिँ यता गरेर खाइसकेको छु। लिएर प्लेटमा चाहिँ लगेर जाने भन्थेँ, धेरै नै आएन, त्यही भएर चाहिँ मैले अनि चाटेर म चाहिँ फर्केँ। ल बाई बाई साथीहरू।